लुकाले लेखेको सुसमाचार अध्याय 16। चतुर व्यवस्थापक। येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, कुनै धनी मानिसको एकजना व्यवस्थापक थियो। त्यसले आफ्नो मालिकको धन सम्पत्ति उडाइरहेको छ भन्ने अभियोग त्यसको विरुद्धमा लागेको थियो। तब मालिकले त्यसलाई बोलाएर भन्यो, तेरो विषयमा म जे सुन्दैछु त्यो के हो? व्यवस्थापकको तेरो कामको हिसाब मलाई दे। अब उपरान्त त व्यवस्थापक रहने छैनस्। तब व्यवस्थापकले आफ्नो मनमा नै भन्यो, अब म के गरौँ? किनकि मेरा मालिकले मबाट व्यवस्थापकको काम खोज्न लागेका छन्। खनजोत गर्ने मेरो ताकत छैन। भिख माग्न मलाई लाज लाग्छ। अब मैले के गर्नुपर्ने हो मैले सोचिसकेको छु। व्यवस्थापकको कामबाट निकालिएपछि मानिसहरूले मलाई तिनीहरूका घरमा कसरी स्वागत गर्नेछन् सो निश्चय गरेको छु। तब त्यसले मालिकका ऋणीहरू एक एकलाई बोलायो र पहिलालाई भन्यो, तिमीलाई मालिकको ऋण कति छ? उसले भन्यो, 3000 लिटर तेल। तब व्यवस्थापकले उसलाई भन्यो, तिम्रो तमसुक ल्याऊ र चाँडै बसेर 1500 लिटर लेख। त्यसपछि त्यसले अर्कालाई भन्यो, तिम्रो ऋण कति छ? उसले भन्यो, 350 क्विन्टल गहुँ। त्यसले उसलाई भन्यो, तिम्रो तमसुक ल्याऊ र 300 क्विन्टल लेख। अब त्यसको मालिकले त्यस अधर्मी व्यवस्थापकको तारिफ गर्यो, किनकि त्यसले चतुर्याइसित काम गरेको थियो। किनकि यस संसारका मानिसहरू आफ्नै पुस्ताका अरू मानिसहरूसँग व्यवहार गर्दा ज्योतिका सन्तानभन्दा अझ बढी चतुर हुन्छन्। म तिमीहरूलाई भन्दछु, आफ्नो निम्ति संसारको धनले मित्रहरू बनाओ र जब त्यो धन शेष हुन्छ तब तिनीहरूले तिमीहरूलाई अनन्त वासस्थानमा स्वागत गरून्। जो थोरै कुरामा इमान्दार हुन्छ त्यो धेरैमा पनि इमान्दार हुन्छ, र जो अति सानो कुरामा बेइमान हुन्छ त्यो धेरैमा पनि बेइमान हुन्छ। यसकारण तिमीहरू संसारिक धनमा इमान्दार भएनौ भने तिमीहरूलाई साँचो धनको जिम्मा कसले देला? यदि तिमीहरू अर्काको धनमा इमान्दार भएनौ भने तिमीहरूको आफ्नै धन तिमीहरूलाई कसले देला र? कुनै नोकरले दुई मालिकको सेवा गर्न सक्दैन, किनकि त्यसले एउटालाई घृणा गरेर अर्कालाई प्रेम गर्छ, अथवा त्यो एउटाको भक्त भएर अर्कालाई तुच्छ ठान्छ। तिमीहरू परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैनौ। धनका लोभी फरिसीहरूले यी सबै कुरा सुनेर उहाँको उपहास गरे। तब उहाँले तिनीहरूलाई भन्नुभयो, मानिसहरूका सामुन्ने आफैलाई धर्मी ठहराउने तिमीहरू नै हौ, तर परमेश्वरले तिमीहरूका हृदय जान्नुहुन्छ। किनकि मानिसहरूका बीचमा जे उच्च गनिएको छ परमेश्वरको दृष्टिमा त्यो तुच्छ ठहरिन्छ। बप्तिस्मा दिने यूहन्नाको समयसम्म मूसाको व्यवस्था र अगमवक्ताहरू प्रचार गरिए। त्यस बेलादेखि परमेश्वरका राज्यको सुसमाचार प्रचार गरिएको छ र सबैजना त्यस राज्यभित्र बलपूर्वक प्रवेश गर्दछन्। तर व्यवस्थाबाट एक मात्रा मेटिन भन्दा स्वर्ग र पृथ्वी टलिजान सजिलो छ। जसले आफ्नी पत्नीलाई त्यागेर अर्कीलाई विवाह गर्छ त्यसले व्यभिचार गर्छ, र श्रीमानबाट त्यागिएकी स्त्रीलाई विवाह गर्ने मानिसले पनि व्यभिचार गर्दछ। धनी मानिस र लाजरस। एकजना धनी मानिस थियो जो बहुमूल्य वस्त्र र मिहिन मलमल लगाएर दिनहुँ मोज मज्जामा बस्दथ्यो। उसको ढोकामा लाजरस नाउँको एकजना गरिब मानिसलाई ल्याएर राखिदिन्थे। त्यो घाउले भरिएको थियो। त्यस धनी मानिसको टेबिलबाट झरेको टुक्रा टुक्री खाएर लाजरसले आफ्नो पेट भर्ने इच्छा गर्थ्यो। कुकुरहरूले पनि आएर त्यसको घाउहरू चाट्थे। त्यो गरिब मानिस मर्यो र स्वर्गदूतहरूले त्यसलाई लगेर अब्राहमको साथमा राखे। त्यो धनी मानिस पनि मर्यो र गाडियो। नरकमा कठोर कष्ट भोगिरहेको बेला उसले नजर उठाएर हेर्यो र टाढामा अब्राहम र उनको साथमा लाजरसलाई देख्यो। अनि उसले कराएर भन्यो, हे पिता अब्राहम, म माथि दया गरेर लाजरसलाई पठाइदिनुहोस् र त्यसले आफ्नो औँलाको टुप्पा पानीमा चोपेर मेरो जिब्रोलाई शीतल पारिदियोस्, किनकि म यस ज्वालामा भयङ्कर वेदना पाइरहेछु। तर अब्राहमले भने, छोरो, याद गर, तैँले आफ्नो जीवनकालमा असल असल कुराहरू भोग गरिस् र त्यसै गरी लाजरसले दुःखै दुःख भोग्यो। त्यो अब यहाँ आराममा छ
र त चाहिँ कष्टमा छस्। यी सबै कुरा बाहेक यहाँबाट त कहाँ पारी जान खोज्नेहरू जान नसकुन् र त्यहाँबाट हामी कहाँ वारी आउन पनि नसकुन् भनेर हामीहरू र तिमीहरूका बीचमा एउटा अति गहिरो धाँधो छ। उसले भन्यो, पिता, यसै कारण म तपाईँलाई बिन्ती गर्दछु, तपाईँले त्यसलाई मेरा बाबुको घरमा पठाइदिनुहोस्, किनभने मेरा 5 भाइ छन् र त्यसले तिनीहरूलाई चेतावनी दियोस्, नत्र त तिनीहरू पनि यस कष्टको ठाउँमा आउलान्। तर अब्राहमले भने, तिनीहरूका साथमा मोसा र अगमवक्ताहरूका पुस्तक छन्, तिनीहरूले ती सुनुन्। तर उसले भन्यो, होइन पिता अब्राहम, मरेकाबाट कोही एकजना तिनीहरू कहाँ गयो भने त तिनीहरूले पश्चाताप गर्नेछन्। उनले उसलाई भने, मोसा र अगमवक्ताहरूका कुरा तिनीहरूले सुन्दैनन् भने मृतकहरूबाट कोही जीवित भए पनि तिनीहरूले विश्वास गर्ने छैनन्। आमेन।